हाम्रो डिसिजन, हामीले कुनै काम गर्दाखेरि डिसिजन लिँदाखेरि एकदम ठुलो डिसिजन लिनुपर्छ कि सानो सानो डिसिजन लिएर हामी अगाडि गयौँ भने हामीलाई प्राप्त हुने भनेको नै सानो चिज हो के। त्यही भएर हामीले डिसिजन लिँदाखेरि ठुलो डिसिजन लिने ठुलो प्राप्ति हैन, धेरै ठुलो प्राप्ति र धेरै ठुलो सफलता प्राप्त गर्नको लागि हामीले डिसिजन चाहिँ ठुलो लिनुपर्छ। त्यही भएर जस्तै उदाहरणको लागि हामीले बिहे गर्ने निर्णय गर्यौं, कुनै श्यामसँग बिहे गर्ने हामीले निधो गर्यौं भने हामीले के डिसिजन लिनुपर्छ भने मैले बिहे त्यही श्यामसँग गर्ने हो, श्यामसँग यदि बिहे हुन सक्दैन भने मैले बिहे नै गर्ने होइन, त्यो डिसिजन लिने हो। हामीले यस्तो डिसिजन लिनु भएन कि श्यामसँग बिहे भयो भने ठिकै छ, पायो भने श्यामसँग बिहे गर्ने, यदि श्याम मिल्दैन भने साँडेसँग भयो नि बिहे गर्छु भन्ने हामीले डिसिजन लियो भने त्यो भन्दा खतम डिसिजन केही हुने भएन। त्यही भएर हामीले डिसिजन लिँदाखेरि ठुलो डिसिजन लिने, उद्देश्य लक्ष्य अनुसारको उद्देश्य राख्नु पर्यो हामीले। त्यही भएर हामी सफल हुन्छौं र हाम्रो जो गन्तव्य हो त्यो गन्तव्यमा पुग्न सक्छौं। हामीले डिसिजन लिँदाखेरि गन्तव्यविहीन भएर डिसिजन लियो भने हामी गन्तव्यमा कहिल्यै पुग्दैनौं। त्यही भएर हामीले डिसिजन लिँदाखेरि जुन हामीले प्राप्त गर्ने हो त्यो प्राप्त गर्नको लागि जुनसुकै परिस्थितिको सामना गर्नु परे पनि त्यो परिस्थिति सामना गर्छु भन्ने हामीसँग डिसिजन हुनु पर्यो, हामीसँग आँट हुनु पर्यो। त्यो डिसिजन भयो भने अटोमेटिकली आँट हुन्छ, अटोमेटिकली ऊर्जा आउँछ। हामीसँग डिसिजन छैन भने डिसिजन हामीले लिन सकेनौं, सानो डिसिजन लियौं भने हामी ठुलो गन्तव्यमा पुग्न सक्दैनौं। त्यही भएर डिसिजन ठुलो लिने हो र हामी त्यो गन्तव्यसम्म पुग्न जुन परिस्थितिहरू आउँछन् ती परिस्थितिहरूसँग अल्झिँदै बल्झिँदै ती परिस्थितिको सामना गर्ने हो र आफ्नो गन्तव्य भेटाउने हो। त्यही भएर डिसिजन लिँदाखेरि डिसिजन इज मोस्ट इम्पोर्टेन्ट। हाम्रो जीवनलाई अगाडि बढाउन, हाम्रो जीवनको सफलतालाई तार्किक निष्कर्षमा पुर्याउन हाम्रो डिसिजन नै सबैभन्दा उत्तम हुन्छ र हामी डिसिजन बिना को हाम्रो लाइफ भनेको कस्तो हुन्छ भने त्यो आँधीमा पात हुन्छ नि, पात, त्यसको कुनै लक्ष्य हुँदैन, उद्देश्य हुँदैन, खाली उड्छ। हामीले लक्ष्य भनेको के राख्ने हो भने बाँझको जस्तै लक्ष्य राख्ने हो। बाँझ हुन्छ नि, जति जति मौसम उसको प्रतिकूल हुन्छ त्यतिखेर त्यो माथि माथि उड्दै जान्छ, त्यसले आकाशलाई छुने लक्ष्य राखेको हुन्छ। त्यही भएर त्यो जति बेला यो पृथ्वीमा उसलाई प्रतिकूल वातावरण बन्छ त्यो आकाशसँग दौडिन्छ, आकाश छुन चाहिँ दौडिन्छ। त्यस्तै हामीले डिसिजन लिने हो भने बाँझको जस्तै डिसिजन लिनु। त्यही भएर डिसिजन इज मोस्ट इम्पोर्टेन्ट इज आवर लाइफ।